हेलो गाइस, नमस्ते। म कमल तामाङ। आज म तपाईहरुलाई चाहिँ हाम्रो धादिङ बेसीको चर्चित घुम्ने ठाउँ पर्यटकीय क्षेत्र गुप्तेश्वरीमा भ्लग बनाउनको लागि आएको छु। अहिले केही मात्रा फेरिएको छ गुप्तेश्वरीको, तपाईहरुले अब हेर्न सक्नुहुनेछ। यो चाहिँ गुप्तेश्वरीको पहिला हिँड्ने बाटो। पहिला हिँड्ने यस्तो थियो, अहिले चाहिँ तलबाट बनाएको छ यसरी। तपाईहरु हेर्न सक्नुहुन्छ। तपाईहरु इच्छुक कोही घुम्न चाहनु हुन्छ भने आउनु होला। तपाईहरु हेर्न सक्नुहुन्छ गुप्तेश्वरीको दृश्य। यो चाहिँ यताबाट चाहिँ पहिला हिँड्ने बाटो थियो, तल गुफा। अहिले चाहिँ यसरी घुमाएर झाडेको रहेछ, हेर्नु होला। धार्के बजारबाट पनि नजिकै छ। ए आदमघाट, ओइ मिस्टेक भयो, अब के गर्ने। आदमघाट बजारबाट तपाईहरु नजिक पर्नुहुन्छ घुम्नको लागि आउनुभयो भने। यो चाहिँ हाम्रो बिरालो भाइ है, अस्ति भर्खर विदेशबाट आएको। नमस्ते गर्नु। हेलो हेलो हेलो। अनि यो चाहिँ हाम्रो लड्डु बहिनी। ऊ त्यो चाहिँ हाम्रो खुर्सानी भाइ है। जिरे भाइ। सुमन पुर्के 1.5 फुटे मान्छे पनि त्यस्तै। म चाहिँ कमल तामाङ है। अलिकति कपाल ठाडो भएको छ। अहिले चाहिँ हामी त्यहाँ गुफामा जान लागेको हो। हिँड्दैछु यता, जस बनाउँदै रहेछ। यहाँको जनप्रतिनिधिले राम्रै बनाएको रहेछ, मलाई चाहिँ त्यस्तै लाग्यो। केही छिनमा अब तपाईहरुले गुप्तेश्वरीको दर्शन पाउनुहुनेछ। केही छिन सहायता गरिदिनु होला। यो ठाउँमा चाहिँ एकदम तपाईहरु आउनै पर्ने, एकदम राम्रो छ। तपाईहरुले जीवनमा एकचोटि भने यो ठाउँमा चाहिँ आउनै पर्छ, एकदम राम्रो छ। तपाईहरुले मेरो च्यानललाई पनि सब्स्क्राइब गरेर यो ठाउँमा पनि आउनु होला। खाले कमल छ मेरो च्यानलको नाम चाहिँ। तपाईहरुले अब एकैछिनमा गुप्तेश्वरीको दर्शन पाउनुहुन्छ।
मध्ये एक मन्दिर गुप्तेश्वरी गुफा तपाईहरुले देखाउन जाँदैछु। तपाईहरु एकदम धादिङ बेसी आउनुहुन्छ भने घुम्नै पर्ने ठाउँ यो। तपाईहरु धादिङ बेसी आउनु भयो भने घुम्न नबिर्सनु होला। गुप्तेश्वरी मन्दिर गुफा आउनु बारा सिधै गुफा देख्नु हैन सिधै गुफा देख्नु आइदैन आज बिस्तार चढ्ने बोल्दैन न तपाईहरु नातिनु होला। म तपाईहरुलाई गुप्तेश्वरी गुफाको दर्शन गराएरै छाड्छु। अब तपाईहरु केही छिन मात्र वेट गर्नु होला। 5 मिनेट वेट गर्नु होला। अमलाको रुख छ। तपाईहरुले अमलाको रुख पनि खान सक्नुहुन्छ। सानो फलेको छ। तपाईहरु आउनुभयो भने तपाईहरुले खान सक्नुहुन्छ। तल मन्दिर पनि छ। तपाईहरु हेर्न सक्नुहुन्छ। अब केही छिनमा तपाईको दर्शन हुन्छ। अलिअलि सर्ट क्लिपहरू हाल्न मिलिहाल्छ नि। उचित ठाउँमा व्यवस्था गर्नु होला। यो हाम्रो गुफा चाहिँ गल्छी गाउँपालिकामा पर्दो रहेछ। तपाईहरु हेर्न सक्नुहुन्छ है। वडा नम्बर 3 मा पर्दो रहेछ। कता मन्दिर यता माथिबाट हो बनाउँदै रहेछ। दुईजना जोडाजोडीहरू हिँड्न नसकेको अवस्था। बनाउँदै रहेछन् मन्दिर। मर्मत हुँदै रहेछ। तपाईहरुले हेर्न सक्नुहुन्छ। निर्माण कार्य जारी नै रहेछ। निर्माण कार्य जारी हुँदैछ। म चाहिँ यो ठाउँ बनाउने
बिग्रेको बनाउँछ भर्खर निर्माण हुँदै रहेछ यसलाई दियोस् सही तरिकाले गल्छी गाउँपालिकाद्वारा केही त देख्दैन रहेछ यार बत्ती रहेछ बत्ती बाल्दैन लाइट जान्छ होला त्यहाँ यसकोबाट नि यो कुन बेला बाल्दो रहेछ कि है त्यही होला हो कति धेरै कहिले माथि तर आउन त्यही यस्तो हेर्थ्यौँ क्या अब यसरी हामीले यसरी मन्दिर त कहाँबाट सिँढी जाने परमेश्वर ढोक्दिए यताबाट कि बन्द हो अब बन्द त छैन ए यतै रहेछ लाइटै छैन यार कस्तो लाइट छैन है ओइ बन्द पो रहेछ बन्द रहेछ यताबाट निस्किन्थ्यो अब यता चाहिँ बन्द रहेछ त्यहाँनिर अलिकति बनाउँदै रहेछ जस्तो छ बनाउँदै जस्तो योहरू देखेन नि यस्तो यस होइन देखिदिइरहेको छु ए यहाँ मन्दिर यतातिर रहेछ त्यो दामी दामी है चमेरोहरू बढिरहेछ यता नि यहाँ ओके ल उयो तल रहेछ मन्दिर त्यो सबै हो नि यो भित्र त मेन देउता यिनीहरू कुन चाहिँ यी हो कि है यो हेर्न त मेन देउता चाहिँ यता हेर्न सक्नुहुन्छ यता खेतहरू के भन्थ्यो कि यता कतातिर हो मैले एकचोटि भन्दा आएन यता के छ कि अब हामीले बुझ्दैन यतातिर छ कि त्यो पैसा कि यता खेतहरू जानुहुन्छ कम यहाँ धेरै माथि नजाउँ होला त्यो मन्दिरहरू टेक्नुभन्दा अब यतैबाट देख्दिनँ यहाँ खेत भनेको यसो सलक सलक परेको रहेछ त्यहाँबाट लाइट तपाईँहरूलाई म खेत देखाउँछु है गुप्तेश्वरी गुफाको खेतहरू हेर्न सक्नुहुन्छ हेर्नु होला गुप्तेश्वरी गुफाको खेत यो चाहिँ खेत भन्ने चलन छ है यहाँ चाहिँ यसो देखाउन ठ्याक्क त्यहाँको लागि बाहिरको लाइट त्रिशुलमा बत्ती लाइट देखाउँछ दिन्छ भनेर यहाँदेखि पानी चुहेको नि देखाउन देख्छ यहाँबाट चाहिँ तप तप पानी चुहिरहेको छ है अझै क्लोजबाट दिउँ न क्लोज सर्ट तप तप पानी चुहिरहेको छ यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ सब चमेली धेरै छैन चाहिँ चमेरो गुफा जानुपर्छ